पाथिभरा मन्दिर आइसकेको छौँ। हजुरहरूले देख्न सक्नुहुन्छ यहाँनिर श्रद्धालु भक्तजनहरूको पनि एकदमै भिड छ। अरू बेला त झन् एकदमै भिड नै हुने ठाउँ हो, आज अलिकति कम छ। हजुरहरूले देख्न सक्नुहुनेछ यतातिर चारैतिरबाट चाहिँ हिमालले घेरिएको स्थान, पवित्र स्थान पाथिभरा माता हुनुहुन्छ। हामी करिब 5-7 घन्टाको पैदल यात्रापछि अहिले बिहान 10 बजे हामी यस पवित्र भूमिमा प्रस्थान गरिसकेका छौँ। यदि हजुरहरू आउनुभएको छैन, आउने इच्छा चाहना राख्नुहुन्छ भने आउनुहोला। बाटो अनि यहाँको वातावरण, यहाँ सबै कुराहरू चाहिँ राम्रो छ। हजुरहरूलाई मैले यस क्षेत्रमा फेरि पनि स्वागत गर्न चाहेँ। अनि यसै गरी हजुरहरूले मेरो भिडियोमा पाथिभरा मन्दिरको दर्शन गर्दै हुनुहुन्छ। हजुरहरूको जीवन सुखमय रहोस्, हजुरहरूको दिनहरू सुखमय रहन्। यसै गरी हजुरहरूको परिवारमा सुख शान्ति समृद्धि सदैव छाइरहोस्। हाके ताकेको चिताइ सबै कुराहरू पुरा हुन्। मेरो तर्फबाट हजुरहरूको लागि पनि, मेरो दर्शकहरूको लागि पनि मैले प्रार्थना गरिदिएको छु। यसै गरी हजुरहरूले मेरो भिडियो हेर्दै हुनुहुन्छ भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब पनि गरिदिनु होला, ताकि हजुरहरू जस्तै सम्पूर्ण श्रद्धालु भक्तजनहरूले पनि मेरो भिडियोहरू देख्नुहुनेछ। हजुर सबैजनालाई नमस्कार।